नमस्कार। आज हजुरहरुसँग म एउटा लभ पार्कको बारेमा सानो टिप्स बनाउन गइरहेको छु। कपिलवस्तु जिल्ला बागन नगरपालिका 5 मा रहेको मदौलिया वन उद्यान भित्र रहेको लभ पार्कमा म इन्ट्री गर्दैछु। हजुरहरु हेर्दै जानु होला। हामी भित्र छिरिसकेका छौँ। यहाँ छिर्नु बित्तिकै सुखदेवरेली मन्दिर रहेको छ। लगत्तै हामी भित्र छिर्ने क्रममा छौँ। कपिलवस्तुको छोटो समयमा धेरै भाइरल भएको ठाउँ लभ पार्क। हजुरहरु नआए पनि मोबाइलबाटै भए पनि हेरेर ठाउँ कस्तो रहेछ जानकारी लिन सक्नुहुन्छ। अवश्य भ्रमण गरिदिनु होला। यहाँ सुन्दरताले भरिपूर्ण रहेको हुन्छ। भनिसकेपछि विभिन्न चोडीहरू प्रशस्त देख्न पाइन्छ। पोखरीमा चाहिँ पानी भइएको अवस्था रहेछ। पैसा फ्याँक्ने अनि पैसा हटाउने परम्परा पनि रहेको छ। बस्नको लागि यहाँ सिट पनि रहेको छ। त्यहाँ हेर्न सक्छौँ। लभ पार्क कस्तो रहेछ जानकारी लिन सक्नुहुन्छ। सुन्दर ठाउँ लभ पार्क। अझ रमाइलोसँग देख्दै जानुहुन्छ। कृपया भिडियो पुरै हेर्नु होला। लभ सिग्नलहरू पनि रहेको छ। धेरै राम्रो सुट गर्नुको लागि जोडी जोडी आउने प्रायः जस्तो देखिन्छ यहाँ। मनोरञ्जनात्मक क्रियाकलाप
अहिलेलाई चाहिँ लभ पार्क घुम्नको लागि टिकट सिस्टम छैन, फ्रीमा घुम्न पाउनुहुन्छ। फ्रीमा मजाले घुम्न सकिन्छ है। त्यस कारण जतिसक्दो छिटो हुन्छ आएर घुम्न अनुरोध गर्न चाहन्छु। अत्यन्तै रमणीय ठाउँ छ। ल पोखरी रहेछ तर पानी छैन अहिले। पानी आकाशबाट नआएको हुनाले अझै रित्तै छ है। यति भन्दै हामी लभ पार्कको यात्रा अगाडि बनाउँदै लभ पार्कको यात्रा टुङ्ग्याउन चाहन्छौँ। थ्याङ्क यू सो मच। धन्यवाद सबै दर्शकहरूलाई। ल बाई बाई लभ पार्क।